ल सबैजनालाई गुड मर्निङ है। यहाँबाट देखेको चाहिँ दुर्लुङ गाउँबाट चाहिँ हिमालयन यस्तो माछापछि हिमाल पछाडिको भाग सबै देखेको लगाएर अन्नपूर्ण के मलाई पनि थाहा चाहिँ जानेको यही के अरे माछा पछाडि जानेछ थाहा छ है। हामी दुर्लुङ गाउँ है कुल पूजा बगले मिकी कन्या परिवारको पितृ पूजा चाहिँ यहाँ घर त यस्तै राम्रो छ, अर्ग्यानिक घरहरू, पुरानो घरहरू। पारिपट्टि गाउँ यस्तै राम्रो गाउँहरू लिएर मलाई थाहा छैन है, तपाईँहरूले भन्नुहोस् है यो गाउँको नाम के हो। ल अब हाम्रो पनि यहाँ सबै जग्गा सबै मिलाइसक्यो। अब लामा गुरुहरू बस्ने टक्क सोर्नु बाउहरू आउँदैछ। अब त लुङ्दाहरूको सबै बत्तीको एक साइड बत्ती पनि अब त्यो पनि तयारी भयो, तयारीमा छ है। 208 कार्मे बत्ती पनि तयारी। ल यो कुल पूजा है दुर्लुङ गाउँ। पुष्पबाट माथि हो नि।
시저지 버라이쇼 이담으로 갖다 뺀다라 건네리 हाम्रो यो 50 हजार चाहिँ स्वीकार गर्नुहुन्छ त्यसै गरी अहिले चाहिँ बाँकीबाट उपस्थिति पनि कम भएको छ होइन एकजना प्रतिनिधित्व गरेर आउनुभएको छ मेरो आदरणीय आथे अमिता गुरुङज्यू त्यस्तै गरी दरौबाट उपस्थित हुनुभएको जयवीरे हिगी पोन्मे भाइखलाको अध्यक्ष मेरो आदरणीय आथे बलराम गुरुङ तथा बाबाहरू र दाईहरू र त्यसै गरी बाबाहरूको हाम्रो बाबाहरूको निमन्त्रणालाई स्वीकारेर पुराण पूजामा उपस्थित हुनुहुने बगाले दिदीबहिनी परिवारका अध्यक्ष आदरणीय दिदी मेरो आदरणीय दिदी भिमकुमारी गुरुङ लगायत सम्पूर्ण कार्य समितिका पदाधिकारीहरू त्यसै गरी सल्लाहकार मेरो आदरणीय कुपोहरू दिदी बहिनीहरू र त्यसै गरी बगाले दिदीबहिनी परिवारका भनी पूर्वजीवी सभापति एवं राप्रपा केन्द्रीय समितिका सल्लाहकार ईश्वरबहादुर गुरुङज्यू लगायत सम्पूर्ण इष्टमित्रहरू र यो कुलाइन पूजा हाम्रो आदरणीय धर्मगुरुहरू बिना सम्भव थिएन होइन मेरो आदरणीय मामा र दाईहरू लगायत सम्पूर्णलाई मेरो दिदीबहिनी परिवारको तर्फबाट उहाँबाट चाहिँ एक खान्छु गुम्बा सेट होइन त्यसमा अब के चाहिन्छ उसको पतङ्गाको उसको पौलेर एउटा पार्ने त्यसै गरी मेरो आफ्नो तर्फबाट एउटा भिडल र यो भिडल राख्नको लागि एउटा छात्री होइन त्यसै गरी सहकोषाध्यक्ष बगाले दिदीबहिनीको सहकोषाध्यक्ष मेरो प्यारो भान्जीजी स्वामी गुरुङबाट चाहिँ पितृ खाना चढाउने खाना चढाउनको लागि चाहिने
कचौरा नाच्ने छ होइन त्यसले त्यसै गरी यो सामान सबै व्यवस्थापन गरेर राख्नु पऱ्यो। त्यसको लागि चाहिँ हाम्रो बगाले दिदीबहिनी परिवारको संस्थापक उपाध्यक्ष तथा सल्लाहकार मेरो आदरणीय जो चाहिँ मेरो ठुलो फुपू हुनुहुन्छ उहाँ चन्द्रकुमारी गुरुङबाट एउटा बाकस चाहिँ दिएको यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु होइन। यसै गरी हामीले चाहिँ हजुरहरूलाई जानकारी गराउन चाहे कि हामीले चाहिँ यो बाबाहरूलाई अब अहिले जति पनि हाम्रो आमा बाबाहरू अहिले त हाम्रो पूजनीय बाजे बजे आउन सक्नु भएन र आउनु भएको छैन होइन। समाज घरमा जाँदाखेरि चाहिँ अलिकति टाढो भएर अलिकति गाह्रो भएको महसुस गऱ्यौँ हामीले। त्यसैले हामी दिदीबहिनी परिवारले सल्लाह गरेर एक थान भाँडा चाहिँ जोहो भान्साको लागि होइन भाँडा चाहिँ दिउँ न त भनेर हामीले बाबाहरूलाई पनि प्रस्ताव गरेको थियौँ। तर बाबाहरूले चाहिँ उहाँहरूले चाहिँ व्यवस्थापन नभएको र अहिले राख्ने ठाउँ नभएको हुँदा होइन यसको बारेमा पछि सोचौँला भनेर चाहिँ अहिले हामीले खास अहिलेको सालबाट दिएर अहिलेबाट निर्वाचन गर्ने भन्ने थियो। तर यो चाहिँ अहिले हामीले गर्न सक्दैनौँ, त्यसको लागि क्षमाप्रार्थी छौँ। र अर्को सालसम्म बाबाहरूले अब हुन्छ भन्नुभयो भने होइन अब हामीले हाम्रो मागताकासँग पनि कुरा गरेको थियौँ हुन्छ म मेरो घर दिन्छु र के गर्नुपर्ने हो मबाट सहयोग गर्नुपर्ने म गर्छु भन्नुभएको छ होइन। बाबाहरूको सल्लाह भयो भने चाहिँ पछि हामीले त्यो पनि दिने हजुरहरूलाई एउटा बाचा राख्नेछौँ होइन। र अब मैले त भनिहालेँ र अब यो सबै फेरि एकदमै राम्रोसँग मैले भन्दा राम्रो हामी कुर्सीको क्रममा छौँ। यदि मबाट मुख बोल्दाखेरि केही घटिकमी केही कमजोरी भएको छ र सबै चिजको जानकारी गराउनु हुनको लागि हाम्रो बगाले दिदीबहिनी परिवारको अध्यक्ष मेरो आदरणीय गुरुङ आदि हुनुहुन्छ। फेरि पनि यहाँ सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र बगाले दिदीबहिनी परिवारको तर्फबाट हार्दिक धन्यवाद दिँदै बिदा